झाडीमा बोलाउनुको मजै बेग्लै छ। आउ न। आज म तिमीलाई मेरो खाना दिन्छु ल। के नि त्यस्तो? केरा। ए केरा खान बोलाएको मलाई? मजाले खानुपर्छ केरा। मिलाइ खानुपर्छ नि त। मजाले यसलाई त नाङ्गै बनाउनुपर्छ नि त मजाले। ल आ गर त मजाले। खाऊ न। खाऊ न। मजाले खानुपर्छ। यसरी खानुपर्छ क्या। मजाले खानुपर्छ। मिठो छ केरा त। मलाई एउटा केराले नपुग्ने। ल पुगेन? दुईटा, तिनटा, चारवटा। ल लास्टमा दुईटै ल, दुईटै खाऊ। तिमीलाई यत्रो केराले नि नपुग्दो रहेछ। तिम्रो केरा तिमी नै खाऊ। दिन सक्ने चिज चाहिँ दिने होइन। माया माया केरा माया केरा 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 कहाँ गएको केरा माया केरा केरा तिमीलाई मेरो केरा मन नपर्ने। मैले त्यत्रो पैसा हालेर ल्याएको केरा एक्लै झाडीमा बसेर खानु पर्यो। मैले ल्याएको केरा तिमीलाई मन नपर्ने भएपछि त मेरो केही चिज पनि मन पर्दैन नि। एक्लै केरा खानु पर्यो, त्यो पनि जङ्गलमा। कत्रो सोच गरेर आएको थिएँ। गतिलो हुनु पर्यो नि तिम्रो केरा। गतिलो नगतिलो त खाएपछि पो थाहा हुन्छ त। मैले खुवाउँदाखेरि खायो, मैले लाउ लाउ भन्दा पनि नखाएको। अरूको खाने बानी परेको छ होला नि केरा। नरिसाउ न नरिसाउ। तिम्रो केरा नि बाङ्गो छ, कसरी खाऊँ? अनि केरा बाङ्गो भयो भन्दैमा अनि मेरो मन पनि बाङ्गो हुन्छ त। तिमीलाई मैले कति माया गर्छु, तिमी बुझ्दैनौ के? साँच्चै हो र। नरिसाउ न। आई लभ यु। कति माया गरेको के राम्री छ कि केरा केरा भोलि पछि लिन आउँछ है केरा। हस् नरिसाउ न नरिसाउ। अबदेखि बाङ्दैन सिधा भएको केरा लिएर आउनुहोस् न। भइहाल्छ नि, सिधा केरा लिएर आउँछु ल। हस् सक्नु न 3-4 वर्ष। कहाँ 3-4 वर्ष भनेर हुन्छ? म 3-4 वर्ष पुग्न सक्दिनँ। किन? तिमी र म बोलेकै 2 वर्ष भइसक्यो। कसरी हुन्छ भन्नु मैले? हुन्छ नि, किन हुँदैन? अब धेरै ढिला भइसक्यो। किन क्या मेरो कुरा तिमीले किन बुझ्दैनौ क्या? बुझ्ने कोसिस गर न, बुझ न। मेरो पढाइ पुरा भएको छैन, अझै छ सपना। हेरौँला नि। सपना सपना सपना, यो सपना सपना भन्दा भन्दा तिमी नै आफै फाक हुने बेला भइसक्यो क्या। तिमीलाई मैले कति सम्झाउने के? अब ढिला भइसक्यो क्या तिमी र म बिचमा। समय त छँदैछ नि। समयले केही गर्दैन क्या। समयले गर्ने होइन, तिमी र मैले गर्ने हो। अब मैले केही नगरिकन हुँदैन क्या तिमीलाई। मेरो मम्मी बाबा मान्नु। तिमीले मनाउनु पर्यो नि त। त्यही पनि हाम्रो भाग्ने प्लान भए। तिमी हात लाग्न आउने? कसरी आउने? तिम्रो घरको परिवारले मलाई रिस गर्छ। भोलि गएर के भयो भने तिमी जिम्मा हुनेछौ? म हुन्छु। कस्तो कुरा बुझ्दैन क्या तिमीले? कमसेकम कुरा बुझ्नुपर्ने हो क्या मेरो। तिम्रो म बोलेको कति भइसक्यो? जतिखेर पनि भेट्दा यही कुरा। तिमीले त मलाई केही गर्नै दिन्नौ के? के गर्न दिएको छैन? के गर्न दिएको छौ? अब मैले केही नगरिकन हुने क्या तिमीलाई? के
गर्ने विचार छ? साँच्ची गर्छौ त? कुनै दिन गर्ने। मेरो माया बुझ्दैन नि। अस्मो, फुल हेरेर किन टोलाको? जीवन पनि यसरी नै मुर्छाउँछ भनेर हेरेको। झरिसकेको फुलमा पनि के दर्शन खोज्छौ? फुल्न लागेका कोपिलालाई पनि हेर न। यी कोपिलालाई हेर न, कति उत्साह र मङ्गलले खुल्न खोजेका छन्। हो त नि है, न स्याहार सुसार छन्, ती पनि उत्साह र उमङ्गले फुल्न खोजेका छन्। के गर्नु र खै, जति स्याहार गरे पनि जङ्गली फुल भनेको जङ्गली फुल नै हो। हेर अमित, यो जङ्गली फुलमा आफ्नै सुन्दरता छ है। हेर अस्मो, ममा बरु आफ्नोपन छैन, तर यी जङ्गली फुलमा आफ्नै पहिचान छ। मान्छेहरूले जङ्गली फुललाई टाढैबाट चिन्छ। कसले नि सँग तिमीलाई कुराहरू या बैग, दर्शनका कुरा गर्न छोडिदेऊ, बरु लगाऊ। के गरेको? चिन्ता राखौँ, मसिन तिम्रो लागि। ल म खाजा लिएर आउँछु ल, भोक पनि लाग्यो है, तिमीलाई पनि लाग्यो त भोक है। बसिराख ल, म खाजा लिएर आउँछु।
2 घन्टा भइसक्यो अझै आएन। के भयो त्यसलाई? किन आएन त्यो? रात पर्न लागिसक्यो, किन यतिखेरसम्म आउँदैन? मैले धोका त दिने होइन त्यसले? आउँछु भनेर गएको, म पनि कस्तो मान्छे, यसो नगर्नु पर्ने रहेछ। यसले मलाई साँच्चीकै धोका दिएको हो त।